यस्तो बिजोग दिन पर्छ भन्ने थाहा भएको भए हामी पौडी खेल्नको लागि होइन कि आगो ताप्न दाउरा बोकेर जान्थ्यौं। हाई एभ्रिवान, आई एम संगीता। पोखरामा त यस्तो गर्मी छ, तराईतिर झन् कस्तो गर्मी भएको होला। गर्मी मौसम भन्दा त जाडो मौसमै ठिक लाग्छ, अनि जाडो मौसम आएपछि चाहिँ गर्मी मौसम नै ठिक लाग्छ। यो मान्छेको जातलाई त केही गरी चित्त बुझाउन सकिँदैन भन्छ होला प्रकृतिले पनि। यो गर्मीमा बस्दा वाक्का दिक्क लागेर खोला जाउँ न त भनेर आज हामीले खोला जाने निर्णय गर्यौं। कहाँ जाने भन्दा भन्दै तोरा खोला जाने निर्णय गरेर हामी तोरा खोला पुग्यौं। यो खोला जानको लागि चाहिँ मैले अघिल्लो भिडियोमा लोकेसन भिडियो राखिदिएको छु, एकचोटि चेक गर्नु होला। सानो भए पनि घनाघोर जंगलको बीचमा एकदमै आनन्द ठाउँमा छ यो खोला चाहिँ। मेरो अघिल्लो भिडियोमा आएर धेरै जनाले यो भन्दा त जलजरे झरना ठिक छ भन्नुभएको थियो। यो भन्दा धेरै राम्रा झरनाहरू पनि छन् पोखरामा, तर हामीलाई चाहिँ यो ठाउँ राम्रो लागेर यहाँ गएको थियौं। हामी त्यो लोकेसनमा पुग्दाखेरि चाहिँ दिउँसोको करिब 2-3 बजिसकेको थियो। पोखरामा चाहिँ हजुरलाई थाहा छँदैछ होला 2-3 बजेपछि एकदमै आधी बेरी सहित पानी आउँछ। हो आज पनि त्यस्तै बिजोग दिन भयो हाम्रो, तर केही छैन, प्रकृतिले हामीलाई च्यालेन्ज गर्यो, हामीले पनि प्रकृतिलाई च्यालेन्ज गरिदियौं। उहाँहरूको ग्रुप चाहिँ एकदमै रमाइलो ग्रुप रहेछ के, उहाँहरूलाई चाहिँ चिन्नुहुन्छ होला सायद। स्विमिङ गर्न गएको हामीहरू फायर क्याम्प जसरी नै रमाइलो गर्दै बस्यौं केही बेर, तर पनि पानी बिदा हुने छाटकाट नदेखिसकेपछि हामीलाई चाहिँ स्विमिङ गरेको भएर एकदमै जाडो भइरहेको थियो, पानी झन झन बढ्दै थियो। यहाँ चाहिँ जाडो भएर आगो फुक्ने निर्णय गर्नु भएछ दाइहरूले, अनि उहाँ चाहिँ एकदमै मेहनती मान्छे के हो। यस्तो पानीमा प्लास्टिक ओढेर यस्तो चिसो दाउराहरू भाँचेर ल्याएर आगो ताप्ने भनेर उहाँ चाहिँ भाँच्न जानु भएको थियो। यस्तो मेहनती मान्छे चाहिँ, उहाँ जस्तो मेहनती मान्छे त मैले अहिलेसम्म देखेको थिइनँ। यस्तो पानीमा रुच्दै गएर दाउरा भाँचेर ल्याउनु भएको थियो। उहाँलाई चिन्नुहुन्छ भने चाहिँ भिडियो चाहिँ उहाँ सामु चाहिँ पुर्याइदिनु होला। यसरी नै रमाइलो गर्दा गर्दै म चाहिँ खोला कत्रो भएछ भनेर हेर्न गएको त अघि स्विमिङ गरेको खोला त ओहो मान्छे बगाउने नै भएर एकदम बाढी आएछ। हजुरले देख्न सक्नुहुन्छ यति ठुलो बाढी आएको थियो खोलामा चाहिँ। यो झरीलाई चाहिँ मतलबै नदी यता चाहिँ एकदमै रमाइलो हुँदैछ। फायर क्याम्प जसरी आगो फुकेर रमाइलो गरियो, पानी सुक्ने छटकाट नगरिसकेपछि हामी त्यहाँबाट फर्कियौं। बाटोमा आउँदाखेरि चाहिँ यति राम्रो राम्रो झरनाहरू बनिसकेको रहेछ। त्यसपछि केही बेर तल आइसकेपछि चाहिँ खोला तर्न सकिएन, खोला चाहिँ यति ठुलो भएको रहेछ। हामीलाई त बगाएरै लैजाला जस्तो भएको थियो, तर हामी बल्ल बल्ल कुनाबाट चाहिँ एकदमै रिक्स लिएर भिरभिरै आयौं। पानीमा नरुज्ने भनेर केही बेर माथि नै रमाइलो गरेर बसेको हामीलाई पानीले चाहिँ रुज्न बाध्य बनायो। हामी चाहिँ सबैजना रुजेर एकदमै नित्रुक्कै भइसकेको थियौं। यो दिन चाहिँ हाम्रो लागि एकदमै अविस्मरणीय दिन बन्यो। यो बर्खाको बेलामा चाहिँ तपाईहरू कतै जाने प्लान बनाउनु भएको छ भने वेदर हेरेर मात्रै हिँड्नु होला। कतिखेर घाम लाग्छ, कतिखेर पानी पर्छ थाहा नै नहुने। हाम्रो जस्तो बिजोग दिन चाहिँ नहोस् है त। ओके, बाई बाई।